Welcome back. This is me Raju Rakse mini vlog from Argahaji. Finally guys, अहिले हामी धुर्कोट गाउँपालिकाको या धुर्कोट पार्कमा आइसकेका छौं गाइज है। अब हामी टिकट काट्न लाग्यौं। टिकट दिनु न दाइ हैन? लाउनुस् 60 रुपैयाँ ल्याउनुस्। ल ल टक्क लाएर ल है। ल गाइज हैन बवाल दामी छ ल। धेरै माया छ ल गाइज है। टक्क लाएर लो खतरा छ यार। रेसुङ्गा डाँडै पत्ता लगाउन सकिँदैन यार त रेसुङ्गा देखि नि रहन्छ यार। पार्क भन्दा पनि यहाँको मौसम चाहिँ बवाल हो के कसम यार। पार्क त ठिकै ठिकै हो पुरै यो उसको गाडा मात्र खन्दा के भन्छ नि यसलाई यसलाई के भन्छ अरे यी गाडा मात्र ख त पार्क भित्र यार के हो गाइस। फेरि माथि जान मिल्छ कि मिल्दैन शहीदहरूको नाममा रहेछ यो चाहिँ गाइज होइन। यहाँ फेरि झुला पनि रहेछ होइन। यहाँ बस्ने घर पनि रहेछ डङ्गला र आई लभ धुर्कोट रे ल गाइज। धेरै माया छ ल आई लभ धुर्कोट ल। आमा टाइगर हाम्रो के पिङ खेल्ने ठाउँ हो यो। फेरि पिङ खेल्ने ठाउँ पनि रहेछ त यार के हो यो जिप लाइन त होइन नि ए जिप लाइन पिङ खेल्ने ठाउँ रहेछ यार डेन्जर ल। तर मौसम चाहिँ कसम पानीको डाँडा काँडा मान्छेको घर चाहिँ बवाल दामी देखिने यार। हरि मन पर्यो कि मलाई त यार कसम यार। ल गाइज धेरै माया छ ल है। फाइनली गाइज अब एकचोटि चाहिँ सबैजनालाई वेलकम छ। अब एमा रज्जु भलकको तर्फबाट सबैजना घुम्न आइदिनु होला ल गाइज। धेरै माया छ ल। यहाँ डङ्गो लाएर है हामी चाहिँ पार्कतिर आइसक्यौँ। यहाँ पार्कमा चाहिँ यहाँ बस्नु हुने हेरचाह गर्नुहुने अब यहाँको दाइ हुनुहुन्छ एकजना होइन। अब हाम्रो अब दाइको टक्क लाएर एउटा गीता कुरा पनि टङ्ग लाएर सुनिदिउँ है गाइज होइन। यहाँ अब दर्शकहरूको एकदमै लोकप्रिय ठाउँ भनेर पनि चिनिन्छ अब धुर्कोट गाउँपालिकामा रहेको यो धुर्कोट पार्कलाई होइन। आई लभ धुर्कोट लेखिरहेको छ यहाँ पनि होइन। अब म त फोन फर्स्ट टाइम आएको होइन त्यो राम्रै छ दाइ होइन। यो चाहिँ पिङ रहेछ होइन दाइ। यहाँ म त खेल्दिनँ डर लाग्छ होइन। के छ त दाइ अब यहाँको स्थिति होइन के छ मान्छेहरूको चलपल राम्रै छ नि होइन? राम्रै छ जोस् के अरू भनिदिनु। तपाईँहरू घुम्न चाहनुहुन्छ भने धुर्कोट गाउँपालिकामा रहेको शहीद शमशेर स्मृति पार्कमा तपाईँहरू बर्थडे सड्डे लगायत अरूलाई घुम्न आउन सक्नुहुन्छ। एकदम राम्रो छ रमाइलो छ फुलहरू फुलिरहेका छन्। यहाँ तपाईँहरूको लागि पिकनिक स्पोटको लागि पनि व्यवस्था छ। माथि कुमारी देवी मन्दिर र रहेको छ यहाँ तलतिर अर्को हाम्रो जनयुद्ध पार्क बन्दैछ त्यो केही समयपछि सञ्चालनमा आउँछ। र माथि धुर्कोटको ऐतिहासिक धुर्कोट दरबार होइन त माथिको दरबार दाइ एकदम राम्रो छ त्यहाँ जानुहोस्। त्यसको उतापट्टि ग्रेट वाल छ हाडामा ट्री हाउस छ ट्री हाउसमा जानुहोस्। धुर्कोट विचित्र गुफा नाम सुन्नैकै छ तपाईहरुले। त्यो पनि धुर्कोटमै पर्छ। धुर्कोटमै हो एसियाकै नम्बर 1 छ। त्यहाँ आएर भिजिट गरेर अवलोकन गर्न सक्नुहुन्छ। र रह्यो यो शहीद शमशेर स्मृति पार्कमा तपाईहरु बिहान 6 बजेदेखि नाइट 9 बजेसम्म आउन सक्नुहुन्छ बेलुका। ल दाइ देओस् ल दाइले भन्नुहुन्छ ल है दामी रहेछ ठाउँ चाहिँ हैन ल गाइज हैन। यहाँको वरिपरिको भ्यूज पनि कडा दामी लाग्यो मलाई पनि हैन। ल सबैजनालाई ल एमा रज्जु भलकको तर्फबाट वेलकम छ है। यो धुर्कोट गाउँपालिकाको यो अब शहीद पार्क भन्ने के भन्दै हुन्थ्यो त्यो त अब सर नाम थाहा भएन दाइले भनिसक्नु भएको छ। फाइनली गाइज अहिले हामी यतै छौँ ल है। ल सबैजनालाई वेलकम छ ल। धेरै माया छ ल गाइज। को आम्दानीको स्रोत भनेर चिनिने यो सुन्तलाको दाना किसानको प्रमुख आम्दानीको स्रोतको रूपमा धुर्कोट गाउँपालिकाको नगदे बाली सुन्तला फाइनली गाइज होइन यहाँ लेखिरहेको छ होइन। सुन्तलाको चिन्ह पनि छ है चित्र पनि छ ल। जोस् गुल्मीमा सुन्तला राम्रै फल्छ जोस् गाइज है त्यही ल। ओहो नि यो त्यो माथिको डाँडाको चाहिँ टपमाको चाहिँ धुर्कोट
दरबार रहेछ गाइज होइन। यहाँ चाहिँ धुर्कोट दरबारको नमुना चाहिँ तल राखिएको रहेछ। माथिजना अब नभ्याउने महानुभावहरूलाई चाहिँ यहाँको यस्तो नमुना चाहिँ यस्तो दामी रहेछ ल गाइज है। यसलाई पनि हेरेर तपाईँहरूले धुर्कोट दरबारको अवलोकन नमुना सोसर लिन सकिन्छ गाइज ल होइन। दसैँमा चाहिँ बवाल 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 भन्दा नि बवाल रमाइलो हुन्छ ल गाइज यहाँ चाहिँ। धुर्कोट दरबार